बाँकेको नरिनापुर गाउँपालिका वडा नम्बर 5 ले चालु आर्थिक वर्ष 2081-82 मा विभिन्न विकास योजनालाई क्रमिक रूपले अगाडि बढाएको छ। यस वर्ष पनि वडाभित्र भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको वडा नम्बर 5 का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले जानकारी दिनुभयो। आफ्नो मूल्याङ्कन अनुसार नरिनापुरको सबैभन्दा बढी विकास वडा नम्बर 5 मा भएको उहाँले दावी गर्नुभयो। वडा कार्यालयले विकास निर्माणसँगै जनतालाई सचेतना जगाउन पनि जरुरी देखिएको वडा अध्यक्ष मौर्यले बताउनुभयो। नरिनापुर क्षेत्र विकासले पछाडि परेकोमा बिस्तारै फन्डको मार्दै गएको उहाँको भनाइरहेको थियो। नरिनापुरको विकासका लागि आफूले संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने काम गरिरहेको वडा अध्यक्ष मौर्यले जानकारी दिनुभयो। नरिनापुर 5 मा क्रमिक रूपले विकास भएको स्थानीय बासिन्दाको भनाइरहेको छ। विकासको सन्दर्भमा जस्तो चाहियो त्यो हिसाबले अब वडाले गरे जति अब सक्दो विकास गर्नुपर्ने ठाउँमा गरेको हो वडाले। जनताको निम्ति वहाँ जुनसुकै ठाउँ भए पनि गाह्रो पिरो परेको बेला पनि वहाँ फोन गरेको बेला अथवा कारणवश वहाँ बाहिर जानुभयो भने उहाँले तुरन्तै गरिदिनुहुन्छ। सधैँ वहाँ जनतामुखी नै काम गर्नुभएछ। वडामा वहाँ सधैँ वहाँ जनतामुखी काम गर्नुभएछ। जनताको निम्ति सधैँ खट्नुहुन्छ। वडा अध्यक्षबाट हुने काम त सबै भइरहेछ। क्षेत्रफल चाहिँ ठुलो छ, बजेट त्यति पुगिरहेको छैन। काम त हुन भइरहेको छ, तैपनि अब त्यति जति बजेटले त्यति ठुलो क्षेत्रफल भएको कारणले गर्दा वडा नम्बर 5 नरिनापुर गाउँपालिकाको ठुलो क्षेत्रफल भएको वडा हो। बजेट सामान्य छ, 1 देखि 6 को बराबर छ। त्यस कारणले गर्दा चाहिँ त्यो हिसाबले चाहिँ त्यहाँ त्यति विकास नदेखि पनि हुन सक्छ। अनि गाउँपालिकाले पूर्ण रूपले चाहिँ वडामा निर्भर गरिदिएको छ। गाउँपालिकाले त्यति लगानी गरिरहेको छ। वडा अध्यक्ष मौर्यले आफू जनप्रतिनिधि भएपछि जनताका दैनिक रूपमा कामकाजसँगै समस्या र गुनासोलाई सहज रूपमा लिएको बताउनुभयो। विकासको विषयमा मेरो वडाभन्दा बढी अरू कुनै वडामा विकास भएको छैन, मेरो आफ्नो मूल्याङ्कन र सबैभन्दा बढी चाहिने विकास मेरै वडामा भएको छ। धेरै काम गर्नुपर्ने छ। चालु आर्थिक वर्षमा धेरै बाटोघाटो पनि बनाउनु पर्ने आवश्यकता छ। जनतालाई सचेतना गराउनु पनि जरुरी छ। त्यसै गरेर हाम्रो नरिनापुरमा कोल्ड स्टोर छैन, त्यसको पनि अब केन्द्र सरकारदेखि प्रदेश सरकारदेखि माग गरिराखेको छु। अब आश पनि छ, बन्छ भन्ने आशा गरेछु। धेरै अहिले चाहिने आवश्यकता छ। गाउँपालिकामा पत्ती बाटो थिएन निर्वाचनभन्दा अगाडि। पछि अब माथिको कर्मचारी साथीहरूको, नेताज्यूहरूको सहयोगले गर्दा हाम्रो रमेश लेखकजीबाट चाहिने बाटोको शिलान्यास भएको थियो फतेपुरमा। त्यही बाटो अहिले बनेको छ, बत्ती पनि पुगेको छ। बिस्तारै चाहिने नरिनापुरले फड्को मारिराखेको अवस्था पनि छ। इटा भट्टाहरू पनि थिएनन्, पेट्रोल पम्प पनि त्यहाँ थिएन। अहिले मेरै 5 नम्बर वडामा 3टा इटा भट्टा छन्, पेट्रोल पम्प पनि छ। धेरै कुराहरू चाहिने विकसित हुँदै गइराखेको अवस्था चाहिने छ। मान्छेहरू आफ्नो जे पनि मूल्याङ्कन गर्न सक्छन्। धेरै मेरो प्रतिद्वन्दीहरू पनि हुन सक्छन् त्यस्ता भन्नालाई। बाँकी मबाट चाहिने जति सक्दो म भगवान बन्न सक्दैन, म पनि मानव हुँ। एउटा वडा अध्यक्ष भएको नाताले गर्दा म कामै नगर्थेँ भने दोस्रो पटक मलाई जनताले किन निर्वाचित गर्थ्यो? दोस्रो पटक पनि मलाई अवसर दिएको छ। म आफू हुने जति सम्भव छ म गरिराखेकै छु। जनताको सुख को लागि, बाटोघाटो विकासको लागि, शिक्षाको लागि सबैमा म चाहिने अवसर भएर काम गरिराखेको अवस्था छ।